हेलो गाइस, फेरि तपाईहरुको सामने एउटा मेरो नयाँ भिडियो लिएर आएको छु। सबैले हेरेर इन्जोय गरिदिनु होला। आजको हाम्रो वनभोज प्लस हाइकिङ जस्तै हो यो। गलेर ढुट्टु भयो हुनु चाहिँ के हो? मासु त अघि खाएको। सोमनाथ सर कहाँ हुन्छ तपाईँ? यता हाम्रो पिटु सर जय भ्याङ यता घरकै छ तालमा आएको केटाले चोरी यहाँ रह्यो नि त तिते बनाउनु र होइन अब यो बनाएर सुँगुरको निकाल्नु हाम्रो सोमसरले चाहिँ जहिले प्राय एकदम मिठो बनाउनुहुन्छ र सबको रोजा चाहिँ उहाँकै हातबाट लोकल कुखुराहरू चाहिँ भालेर चाहिँ भन्न चाहनुहुन्छ सबैजना। यस्तो पाराले हाल्ने हो यो फर्का नहुनेले त के हो ठिकै छ। मलाई अलिकति बोल्दा हो यसले स्वाद हो र अब फेरि अनुसारको चाहिँ के जिब्रो पो रहेछ त के को जिब्रो अनुसार त यो डाइनोसरको हजुर म पनि दिने अहिले चिसो लगाएर मात्रै न त होइन म भाइको हो म भाइले फेरि कति यतिको कला भएको मान्छे चाहिँ हुनुपर्छ। मार्नु भनौँ मैले मारेको थिएँ यता सोमसरले बनाउँदैछ पकाउने चाहिँ को भयो दाजु हामी अहिले द लिजेन्ड टिम चाहिँ हामी अहिले नलाग्ने यो भुत्ते रहेछ अघिको ठिक थियो हो र यस्तो नि हो धार लाउँ यस्तो काट्दैछ है तरिकै नजाने जस्तो देखियो नि। म चाहिँ क्लिप भयो यस्तो टक्क मजा हुन्छ यस्तै काम गरेर यत्रो गरौँ कि पल्टाउनु सजिलो हुन्छ अनि निकालेर पिस गर्ने कति केजी हो यो नआएको बल त्यहाँ हाम्रो डिजेलले हो सेरको कति किलो गयो धन्यवाद गाइस। यतिन्जेल मेरो भिडियोको साथ दिनुभएकोमा फेरि पनि मेरो नयाँ भिडियो तपाईँहरू सामने लिएर उपस्थित हुनेछु। यतिन्जेलको लागि हस्त नमस्ते शुभ दिन।